चिप्स खान मजा हुन्छ हैन आज म तपाईहरुलाई एउटा चिप्स जलाएर देखाउँदैछु अनि हेरौँ है के हुन्छ तेल सुकेको पनि हेर्नुस् यो दनी बलेको पनि हेर्नुस् कति थोला भइसक्यो ल एउटा चिप्समा यति तेल छ तपाईहरुले प्याकेट पढ्ने बानी गर्नुहुन्छ भएको छ कि छैन है ल हेर्नुस् यो एक प्याकेट चिप्समा तपाईको 20 ग्राम फ्याट छ है फेरि यो ट्रान्स फ्याट हो है राम्रो फ्याट होइन नि यो बजारमा जुनसुकै चिप्स लिएर आउनुस् एटलिस्ट यति तेल हुन्छ ल अब हेरौँ है 20 ग्राम तेल भनेको कति हो 19 ठ्याक्कै 20 ग्राम हो है 20 ग्राम तेल यति हुन्छ ल यो एक प्याकेट चिप्समा यति तेल छ ल हेर्नुस् यति तेल छ यसमा पुरै भिजा छ यो त तेलको कुरा मात्रै भयो यसमा सोडियम कति छ हेर्नु भएको छ 440 मिलिग्राम छ देख्नुभयो यहाँनिरको ल हेर्नुस् यो के हो थाहा छ तपाईहरुलाई चीज बल्स यो चाहिँ अलि लामो खालको छ हैन नेपालमा चाहिँ अलि डल्लो खालको पाइन्छ तर हेर्नुस् त यसमा त अहिलेको चिप्सको भन्दा बढी छ ल हेर्नुस् टोटल फ्याट छ 25 ग्राम अहिलेकोमा 20 ग्राम मात्रै थियो अहिले भन्दा बढी र तपाईको टोटल सोडियम छ 500 मिलिग्राम हेर्नुस् त यहाँ देख्नुभयो यस्तो चीज बल्स खाँदाखेरि बच्चाहरूले एभरेजमा 400 देखि 500 मिलिग्राम सोडियम खाइरहेछन् भने 20 देखि 25 ग्राम ट्रान्स फ्याट खाइरहेछन् अब बच्चाहरूको दिनको सोडियम लिमिट 1500 मिलिग्राम एभरेजमा एडल्टहरूको 2300 मिलिग्राम एभरेजमा हैन यस्ता चिप्सहरूबाटै हामीले 400 500 मिलिग्राम सोडियम पाइरहेछौँ भनेदेखि हामीले बिहानदेखि बेलुकासम्म खाने खानेकुराको नुनबाट पनि सोडियम पाइरहेकै हुन्छौँ भनेपछि त्यो बच्चाहरूको 1500 मिलिग्राम सोडियम लिमिट र एडल्टहरूको 2300 मिलिग्राम सोडियम लिमिटलाई त यो चिप्सहरूले त यत्तिकै क्रस गरिदिने रहेछन् अब यस्ता चिप्समा भएको हाई सोडियम र हाई ट्रान्स फ्याटले चाहिँ तपाईहरुको र बच्चाहरूको किडनीलाई नराम्रो असर गर्न सक्छ कोलेस्ट्रोल बढाउन सक्छ स्ट्रोक हुन सक्छ हार्ट अट्याक हुन सक्छ है यस्तो हाई सोडियम र हाई ट्रान्स फ्याट भएको कुराहरू बच्चाहरूलाई दिएर उनीहरूको स्वास्थ्यलाई हामीले कति असर पारिरहेको छ सोचौ त आफै त्यही भएर यस्ता खानेकुराहरू आजैबाट बन्द गरौँ आफू पनि नहौँ बच्चाहरूलाई पनि नदिऊ है त